हाई एभ्रिवान, गुड मर्निङ एभ्रिवान। हामी चाहिँ हिजो सिलिगुडीबाट चाहिँ दार्जिलिङ आएको थियो हो। अहिले चाहिँ हामी दार्जिलिङमा छु, 9 बज्दैछ है दार्जिलिङ इन्डियाको। र सटरहरू चाहिँ सबै बन्द रहेछ अहिले, सटरहरू सबै बन्द छ। आमा र म चाहिँ अहिले दार्जिलिङ घुम्दैछु है। आज दार्जिलिङमा के हुन्छ त्यो चाहिँ तपाईँहरूलाई देखाउने छु। सो किप वाचिङ गाइज। दोकानहरू चाहिँ भर्खर खोलिँदैछ तपाईँको है। यहाँ हेर्नुहोस् है, मान्छेहरू पनि त्यतिकै हिँड्नुहुँदैछ। अहिले चाहिँ म हिँड्दैछु है खासै दार्जिलिङको बाटो। मान्छेहरू सबैजना आफ्नो आफ्नो ड्युटीहरू जानुभएको होला। पानी परिरहेछ खासै, सिमसिमे पानी हो। हामीहरू पनि स्टिल हिँड्दैछौँ। यो चाहिँ दार्जिलिङको फेमस। यसमा चाहिँ अहिले मान्छेहरूले चाहिँ फोटोहरू चाहिँ धेरै मात्रामा सुट गर्छ है। म पनि एउटा फोटो सुट गर्नेछु। हामी चाहिँ बाटोमा हिँड्दा हिँड्दा पानी पऱ्यो र यहाँ छाता किन्नु बसिरहेको छ हामी। कुन चाहिँ छाता किन्नुहुने? छाता कुन चाहिँ किन्नुहुने? ऊ पर ठुलो किन्नु न एउटा। परको लामोमा मजाको रहेछ। आमाले छाता नि किन्नुभयो दार्जिलिङमा। थिच्नुपर्छ होला हौ। ऊ यहाँ रातोमा हौ त्यहाँ। खै कत्रो रहेछ, अलिक उता जानु त, टाढो जानु त हेरौँ। ल आमाले एकदम ठुलो छाता किन्नुभएछ है। अब हामी यही छातामा ओढेर जाँदैछु। रुजौँ, आउनु पढाउँछु। दार्जिलिङमा छाता ओढेर पनि हिँड्दैछु है हामी चाहिँ अहिले यहाँ चौरस्ता जाने बाटो जाँदैछु है। यहाँ चाहिँ सारस मेला लागिरहेको रहेछ हो। ममता बेनर्जीको रहेछ। अब यहाँ राम्रो पनि बन्द रहेछ, के थियो हो। हामी चाहिँ बिहानै निस्क्यौँ नि त, अनि त्यही भएर। ए खोलिँदै रहेछ। तपाईँहरूको चौरस्तामा चाहिँ अहिले मेला लागिरहेको रहेछ है। यो मेला चाहिँ तपाईँको सारस मेला भन्दो रहेछ। 8 तारिकदेखिको लागेको रहेछ। 29 अक्टोबरदेखिको 16 नोभेम्बरसम्म चाहिँ यहाँ मेला लागेको रहेछ। यो मेलाहरूमा चाहिँ तपाईँले चाहिँ अब बाहिर देशको सामानहरू राखेको रहेछ। सारस भने के हो कुनै, तर बाहिर देशको सामान छ। यहाँ चाहिँ प्लान्टहरू रहेछ हो। अन्त यता यहाँ चाहिँ हाम्रो कालिम्पोङ दार्जिलिङहरू राख्नु भएको छ प्लान्टहरू हो। अन्त यता चाहिँ के हो याद भएन, यहाँ पनि प्लान्टै थियो होला सायद। यहाँपट्टि चाहिँ एउटा पश्चिम मेदिनीपुरको चाहिँ यहाँ सामानहरू रहेछ हो। देख्नुहुँदैछ तपाईँहरूले, यो चाहिँ सबै पश्चिम मेदिनीपुरको सलहरूदेखिको लिएर यो रहेछ। सबै आर्ट गरेको रहेछ क्या कपहरूमा पनि। अन्त यहाँ कति आदि त खोलेकै छैन रहेछ, किनभने हामी छिटो आयो है। यहाँ के छ, यहाँ चाहिँ वीरभूमको रहेछ। वीरभूमको लुगाहरू सामानहरू हो यहाँ चाहिँ। कुचबिहारबाट लागेको रहेछ। यहाँ चाहिँ के सामानहरू छ त्यो तपाईँहरूले देख्नुहुँदैछ यहीँ है। कुचबिहारबाट दार्जिलिङ। यो चाहिँ हाम्रो दार्जिलिङकै दिदीबहिनीले थाप्नु भएको रहेछ। यहाँ पानी परेर चाहिँ भिजिरहेको छ यहाँ। ओके, सो हामी चाहिँ चौरस्ता घुम्नु गएको थियो अहिले हो। चौरस्तामा चाहिँ सारस मेला लागिरहेको रहेछ। अन्त त्यही भएर हामी एकछिन हेऱ्यौँ, आज त बनै रहेछ। र अहिले चाहिँ हामी जाँदैछु अगाडि। अब कहाँ के हुन्छ त्यो तपाईँहरूलाई देखाउनु चाहिँ हेर्दै गर्नुहोस्। आज मेरो कपाल चाहिँ पुरा बफी भइरहेको छ हो, नकुलेको जस्तो भइरहेको छ। अब बिहानको भुट जस्तो। अब गइकन चाहिँ तपाईँलाई अगाडि देखाउँछ है हाट बजारहरू। कति वर्ष बाद चाहिँ दार्जिलिङ आएको हो, त्यही पनि पानी परेर बिजोक। हामी त छातामा पो घुम्दैछु। यो चाहिँ पहिलाको अब ब्रिटिसको टाइमको चाहिँ पिक्चर होला अरे हो। क्यापिटल होटलमा, क्यापिटल हल पिक्चरको। यो चाहिँ पुरा ढुङ्गाको बनाएको, सबै ढुङ्गाको छ। नाम चलेको अब सबै ढुङ्गाको। हेर्नु नि माथिदेखि तलैसम्म त्यो नाम। ओके, सो अहिले चाहिँ हामी यहाँ के भन्छ यो बजारलाई, दार्जिलिङ गोर्खे हाटमा आइरहेको छु होइन हौ। यो लाग्ने जग्गा चाहिँ के भन्छ कुन यहाँ चाहिँ स्टार्ट भएछ। पानी परेर चाहिँ बिजोक भइरहेछ है। यहाँ दार्जिलिङमा चाहिँ गोर्खा हाट लागिरहेको रहेछ। अहिले हामी गोर्खा हाटमा आइरहेको छु। के को सुक्टी हो यो? बिफ र बफको सुक्टीहरू पनि पाइँदो रहेछ यहाँ तपाईँको गोर्खा मेलामा है। भैँसीको खुट्टाको अचार अरे, आलु अरे।
दार्जिलिङको गोर्खेहाटमा आइपुगे है हामी। तपाईँहरूलाई चाहिँ मैले कालिम्पोङको गोर्खेहाट मात्रै देखाएको थियो, अब यहाँ दार्जिलिङको गोर्खेहाट हेर्नुहोस् है। दार्जिलिङको गोर्खेहाट चटपटे बनिँदैछ यहाँ दिदी बहिनीहरूले, नैन चटपटे बनाउनु हुँदैछ। हरियो परियो सब्जीहरू। डल्ले कसरी किलो छ दिदी? 200 रुपियाँ किलो। ए डल्ले खोर्सानी चाहिँ दार्जिलिङमा सस्तो रहेछ है। हुन्छ तिम्रो कलर किलो गर न। कसरी केजी रे? म यहाँ 200 रुपियाँ भन्दैछ। बिहिबारे हाटमा चाहिँ यति साह्रो भिड छ, त्यही माथि पानी पर्दियो हो। पानी परेर चाहिँ बिजोक यहाँ आन्टीले पुच्का बेच्नु राख्नु भएको रहेछ। यहाँ सब्जीहरू पनि धेरै मात्रामा छ, कुकुरीहरू नि अर्ग्यानिक जिनिसहरू चाहिँ पुरै छ यहाँ, अर्ग्यानिक सामानहरू। एक सौको 4टा सुन्तला। लाने कति बेला लाने? हामी चाहिँ अहिले माथि तल लुगा किन्नु जाँदैछु, त्यही भएर सामानहरू एउटा पनि किनेको छैन है। फर्किँदाखेरि चाहिँ किन्नुपर्छ जस्तो छ यहाँ। अमला कसरी किलो? 200। गोर्खेहाट गुन्द्री बजार भन्दो रहेछ। यहाँ चाहिँ तपाईँको गोर्खेहाटमा चाहिँ अर्ग्यानिक सागसब्जीहरू है पाइन्छ, अरू पनि धेरै नै कुराहरू पाइन्छ। तर आज पानी परेर चाहिँ धेरै नै बिचोक भइरहेको छ यहाँ। मलाई भिडियो सुट गर्नु पनि पुरा प्रब्लम। आजको दिनमै आउनुपर्ने रहेछ हामी पनि फेरि हो। पानी परेर सिमल तरुल हेरेर पानी परेर चाहिँ बिजोक छ हौ बिजोक। ओके सो हामी अहिले चाहिँ हामी दार्जिलिङको हाटघरभित्र पसिरहेको छु है। यहाँ हाटघरभित्र पनि के पाउँछ त्यो तपाईँलाई देखाउनु आफूले गरेर नि। मजाको है छ त्यो त ड्रेस अस्ति भर्खर किनेको बहिनीलाई। यहाँ हेरौँ न के रहेछ त्यो। दार्जिलिङको हाट बजार भर्खर लाग्दो रहेछ नि त है। भर्खर मिलाउँदै रहेछ नि त। पानी पर्दै बिजोक भयो नि, पानी पर्दै हेर्दैछु। लङकोट हेरेन यसो लङकोट हाट बजारमा आएको थियो दार्जिलिङको है। र यो कोट चाहिँ साह्रै मन पर्यो। नमस्कार दादी। नमस्कार नमस्कार। अफिसहरूमा लगाउनुको लागि मलाई चाहिरहेको थियो। क्या खबर है? ठीक है, ठिकै छ होला दाजु, मिलाइदिनुहुन्छ नि अलिक होइन? हुन्छ मिलाइदिन्छु। बोलिए न। लु हामीले दाजुको फर्स्ट बोनी पनि गरिदियो हो। धन्यवाद। यो लुगा चाहिँ जेबीको होइन होइन? जेबीको त ए जेबीको होइन है। ल एकदम हामी किनि पनि सक्यो है। अब चाहिँ हामी घर जानेछु। लगाउने